कस्तो मरुभूमिमा फसियो, मर्ने आँट अनि बाँच्ने हिम्मत छैन। जीवन कहिलेकाहीँ त्यस्तो दुबाटोमा उभिन्छ जहाँ अघि बढ्न हिम्मत चाहन्छ तर पछाडि फर्किन सकिँदैन। मनभित्र एक अनौठो तृष्णा छ, न बाँच्न सकिन्छ न त मर्न नै। समयको कठोर घामले मनका सपना सुकाइरहेको छ। आशाका कणहरू बालुवा चाहिँ औँलाबाट चिप्लिरहेका छन्। यो यात्रा कहाँसम्म हो थाहा छैन। खुट्टा अघि सार्न मन लाग्दैन तर उही ठाउँमा उभिन पनि सक्दिनँ। मन भन्छ थाके, अब छैन सहने तागत। तर अर्को आवाज उठ्छ, अझै बाँकी छ, केही देख्न बाँकी छ, केही महसुस गर्न बाँकी छ। यो अस्तित्वको लडाइँ हो, न हार्न सकिन्छ न जित्न। बस हिँडिरहनु छ, श्वास लिनु छ, जबसम्म भित्र कतै जीवनको अन्तिम चिसो छाया मेटिँदैन।